Okay, so our students, आज फेरि एउटा यो भिडियो लिएर आइरहेको छु मैले। विशेष सबै भिडियोमा चाहिँ के हुन्थ्यो, म्याथमेटिकल क्वेसन्सहरु सल्भ भएको भिडियो हुन्थ्यो र चाहिँ अहिले चाहिँ मैले एउटा एक्स्ट्रा भिडियो चाहिँ एउटा इन्फर्मेटिभ भिडियो चाहिँ लिएर आएको छु। विशेष हाम्रो क्लास 10 को नानीहरुको लागि जसले चाहिँ यो सेन्टम एक्जाम अनगोइङ एक्जाम चलिरहेको छ है, कतिजनाको सायद 2-3 दिन बादमा सुरु हुनेवाला छ सेन्टम एक्जामिनेसन। र यो चाहिँ सेन्टमलाई मात्रै फोकस नगरेर भोलिको दिनमा जति जना पनि स्टुडेन्ट्सहरु छ वेस्ट बेंगल भरिमा यहाँ जति पनि एक्जाम लेख्ने नानीहरु छ त्यो नानीहरुले चाहिँ एक्जाम हलमा कसरी क्वेशन प्याटर्नमा डिल गर्नुपर्ने र व्हाट इज द रियल फ्याक्ट मार्क्स डिस्ट्रिब्युसन चाहिँ कस्तो हुन्छ त्यो म आज तिमीहरुलाई सानो मेरो तरिकाले म सम्झाउन गइरहेको छु। र विशेष गरेर के छ भन्दाखेरि चाहिँ अहिले नयाँ सिलेबस जुन सालदेखि नयाँ सिलेबस चेन्ज भयो त्यहाँदेखि चाहिँ के भएको छ भन्दाखेरि चाहिँ जुन चाहिँ सर्ट एन्सर क्वेशन्सहरु भयो, एमसीक्यूहरु भयो, फिल इन द ब्ल्याङ्क्स भयो 12 फर्स्ट त्यसलाई चाहिँ 36 मार्क्स चाहिँ प्रत्येक सब्जेक्टमा नेपाली, इंग्लिश, हिस्ट्री, जियोग्राफी, लाइफ साइन्स, फिजिकल साइन्स प्रत्येक सब्जेक्टमा 36 मार्क्स चाहिँ एमसीक्यू, सर्ट एन्सर, फिल इन द ब्ल्याङ्क्स म्याच द कलममा आएको छ भने चाहिँ रिमेनिङ जुन चाहिँ मार्क्स छ 54 मार्क्स चाहिँ फेरि अलिकति डिस्क्रिप्टिभ टाइपको क्वेशन्समा हालेको छ। र चाहियो भने नानीहरुले 36 मार्क्सको मात्रै स्कोर गरेर पनि पास हुन सक्छ। र त्यसलाई चाहिँ कस्तो तरिकाले गर्नुपर्छ म जस्ट ट्रिक्स पनि बताइदिन्छु। अनि 10 मार्क्सको प्रोजेक्ट या ओरल हुन्छ, भाइभा हुन्छ, त्यसले गर्दा टोटल हुन्छ 100 मार्क्सको। ओके, लेट्स गो टु दिस म्याथमेटिकल क्वेशन पेपरमा हेर्नु त। म्याथमेटिकल क्वेशन पेपरमा के हुन्छ भन्दाखेरि चाहिँ यहाँनिर जुन चाहिँ पार्ट 1 भनौं न यति भाग 1 2 3 एन्ड 4 यो चारटा क्वेशन्समा टोटल मार्क्स छ 36। त कसरी? ओके, 5 + 5 10 10 + 6 16 16 मा 20 जोड्दाखेरि कति मार्क्स भयो? 36 मार्क्स। अब यहाँनिर के छ? एमसीक्यू मल्टिपल चोइस क्वेशन भन्छ, यसलाई अप्सन छ। फिल इन द ब्ल्याङ्क्स 5 मार्क्सको, ट्रू एन्ड फल्स 5 मार्क्सको, सर्ट एन्सर क्वेशन कति मार्क्सको भयो? 20 मार्क्सको। अब यहाँ नानीहरुले चाहिँ एक्जाम हलमा चाहिँ कसरी एटेम्प गर्नुपर्छ क्वेशन त्यो म बताइदिन्छु। 5 मार्क्समा अर्थमेटिकबाट क्वेशन आउँछ है, 5 मार्क्सको आउँछ। 6 मा क्वाड्रेटिक सल्भबाट क्वेशन आउँछ, क्वाड्रेटिक इक्वेसनबाट यो पनि आउँछ कति 3 मार्क्सको। अनि नम्बर 7 मा के आउँछ भन्दाखेरि चाहिँ आइदर भेरिएसन या चाहिँ सर्ट्स, क्वाड्रेटिक सर्ट्सबाट क्वेशन आएको हुन्छ। यहाँनिर के मेथड या आइडेन्टिटीजबाट क्वेशन आएको हुन्छ, यो पनि 3 मार्क्सको आएको हुन्छ, यो पनि 3 मार्क्सको आएको हुन्छ। 9 नम्बरमा क्वेशन आएको हुन्छ थ्योरमबाट क्वेशन आएको हुन्छ जसको मार्क्स छ 5। नम्बर 10 मा थ्योरमकै ज्योमेट्रीकै एप्लिकेसनबाट क्वेशन आएको हुन्छ 3 मार्क्सको क्वेशन आएको हुन्छ है। सो नानीहरु बुझ्नुपर्छ यो कुरा। ओके, अब यहाँ 11 नम्बरमा चाहिँ के को क्वेशन आएको हुन्छ भन्दाखेरि चाहिँ आफ्टर एप्लिकेसन चाहिँ यहाँनिर आएको हुन्छ कन्स्ट्रक्सनको आएको हुन्छ क्वेशन, जो चाहिँ हो क्वेशन मार्क्स हुन्छ 5 मार्क्स। ओके, सो कन्स्ट्रक्सनको बादमा चाहिँ क्वेशन आउँछ ट्रिगोनोमेट्रीबाट। सो ट्रिगोनोमेट्रीबाट के आउँछ क्वेशन भन्दाखेरि चाहिँ जुन चाहिँ ट्रिगोनोमेट्रीको रेशियोजको क्वेशनहरु छ, आइडेन्टिटीजको क्वेशनहरु छ त्यो क्वेशन आएको हुन्छ। यो आएको हुन्छ 3 2 6 मार्क्सको आएको हुन्छ, दुईटा क्वेशन आएको हुन्छ। यहाँ दुईटा क्वेशन गर्नुपर्छ हामीले। 13 मा चाहिँ आउँछ हाइट एन्ड डिस्टेन्स च्याप्टरबाट क्वेशन दुईटा आएको हुन्छ, एउटा गर्नुपर्छ मार्क्स 5 हुन्छ। अनि नम्बर 14 मा चाहिँ मेन्सुरेसनबाट क्वेशन आएको हुन्छ, मेन्सुरेसनबाट जसको मार्क्स चाहिँ हुन्छ दुईटा क्वेशन 4 मार्क्स गोटाको। सो 4 2 8 मार्क्स हुन्छ। ओके, यहाँनिर 3 र 4 मार्क्सको हुन्छ यहाँनिर। ओके, नम्बर 15 मा चाहिँ स्ट्याटिस्टिक्सबाट क्वेशन आएको हुन्छ, यो चाहिँ 4 × 2 पुरापुरी 8 मार्क्सको हुन्छ क्वेशन। अब यहाँनिर यसरी चाहिँ मार्क्स डिस्ट्रिब्युट भएको हुन्छ। ओके, अब एक्जाम हलमा गएर चाहिँ हामीले क्वेशन पेपर चाहिँ कसरी डिल गर्नुपर्छ भनेको चाहिँ क्वेशन पेपरको टपमा भनेको हुन्छ एमसीक्यू, फिल इन द ब्ल्याङ्क्स, ट्रू एन्ड फल्स सर्ट एन्सर क्वेशन चाहिँ तिमीहरूले पेपरको फर्स्ट बिगिनिङ अफ द पेपरमा चाहिँ गर्नु भनेको हुन्छ। तर अब हाम्रो नानीहरु चाहिँ के गर्छ, 3 घण्टाको एक्जाम हुन्छ तर पहिला के एटेम्प गर्छ? एमसीक्यू एटेम्प गर्छ। र एमसीक्यू एटेम्प गर्दाखेरि हुन सक्छ एमसीक्यू, फिल इन द ब्ल्याङ्क्स, ट्रू एन्ड फल्स सर्ट एन्सर क्वेशन सल्भ गर्दै गर्दा 3 घण्टाको एक्जाममा 1.5 घण्टा चाहिँ गइसकेको हुन्छ एक्जाम। र पछि गएर जुन मेजर क्वेशनहरु उब्रेको हुन्छ नि त्यो गर्नु सक्दैन। सो मेरो सजेसन मान्छु भने चाहिँ के गर्नु, पहिला फर्स्टको 2टा देखि 3टा पन्ना, 2टा देखि फर्स्टको स्टार्टिङमा 2टा देखि 3टा पन्ना छोड्नु पहिला फर्स्टको। त्यो छोडेपछि चाहिँ पहिला चाहिँ तिमीहरुले के ट्राई गर्नु? थ्योरम ट्राई गर्नु फर्स्ट अफ अल। यो चाहिँ माध्यमिकमा पनि तिमीहरुले यही फलो गर्दा हुन्छ। त्यसको बादमा
डाइरेक्टली गो टु कन्स्ट्रक्सन। तर फर्स्टको 3 पन्ना छोडेर है त्यसको बादमा स्ट्याटिस्टिक्सबाट गरिहाल्नु। गर्दाखेरि जान्ने क्वेसन हो नि त, जो जुनै स्कुलको नानीहरूले पनि जान्ने कुरा हो। थ्योरम अलिकति रटेर बुझेर आएको पर्यो, गर्नु सक्छ। कन्स्ट्रक्सन सजिलो आएको हुन्छ, गरेको सक्नुहुन्छ। यहाँबाट मिन मेन्टेन मोडबाट क्वेसन आएको हुन्छ, दुईटा कुनै पनि गर्न सक्छ। द्याट मिन्स 5 5 10 + 8 18 प्रोजेक्टको 10 मार्क्समा 8 मार्क्स जोड्दाखेरि मोटामोटी पास भइहाल्छ। यसरी चाहिँ एटेम्प गर्नुपर्छ क्वेसन। अनि जति सक्दो चाहिँ के गर्नु, त्यहाँदेखि चाहिँ यो मेजर क्वेसनहरू ट्राई गर्दै जानुहोस्। मेजर क्वेसन भनेको चाहिँ जुन चाहिँ क्वेसनको मार्क्स बेसी छ, ठुलो मार्क्स छ, त्यो मार्क्सहरू ट्राई गर्दै 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 यदि भोलिको दिनमा 3 घण्टा टाइम सक्ने बेलामा, एक्जाम सक्ने बेलामा छोड्नु पर्यो, कतिवटा क्वेसन भ्याएन भने नि सानो मार्क्सको छोडिन्छ, ठुलो मार्क्सको चाहिँ छोडिँदैन। तर म प्रायः के देख्छु, म एक्जाम ड्युटीहरू बस्दा पनि के देख्छु, नानीहरूले है कुनै पनि स्कुलको एक्जाम भन, बोर्डको एक्जाम भन, नानीहरूले चाहिँ पहिल्यै एमसिक्यूबाट तानिरहेको हुन्छ क्वेसन। र एमसिक्यूबाट गर्दै गर्दै जाँदाखेरि के हुन्छ, नमिल्ने होइन, मिल्छ। तर के हुन्छ भन्दाखेरि 3 घण्टाको एक्जाममा 2 घण्टा चाहिँ त्यसै बितिरहेको हुन्छ यहाँनिर, किनभने सल्भ गर्नु पऱ्यो नि त। सो मेरो सजेसन मान्छु भने सबैजना जतिजना नानीहरूले यो भिडियो हेरेर चाहिँ मेरो म चाहिँ त्यही भन्छु, नानीहरूलाई विशेष गरेर चाहिँ कुनै पनि क्वेसन प्याटर्नमा, कुनै पनि एक्जाममा, जस्तै फर इक्जाम्पल यहाँनिर हेर्नु, अब यहाँनिर म टपिक कुरा गर्छु, जोग्राफीको कुरा गर्छु। ओके, अब जोग्राफीमा ग्रुप एमा 1/14 एमसिक्यू क्वेसन 14 मार्क्सको छ। ग्रुप बीमा 12 फल्स 1/6, फिल द ब्ल्याङ्क्स 1/6, 1 वर्ड 1/6 र म्याच द कलम 1/4 गर्दाखेरि यो मार्क्स जोडिहाल्नु। यहाँनिर 6 6 18 19 20 22 + 14 कति मार्क्स आयो यहाँनिर, यहाँ हेर्नुहोस्। यहाँ पनि कति आयो नानी हो, 36 मार्क्सको यहाँनिर स्मल क्वेसन्सहरू आयो, जुन चाहिँ एमसिक्यू, फिल द ब्ल्याङ्क्स, 12 फल्स, म्याच द कलम भने चाहिँ 36 मार्क्स यहाँ पसेको छ। भनेपछि अब यहाँनिर ग्रुप सी 2 मार्क्सको क्वेसन 6वटा क्वेसन आउँछ। ग्रुप बीमा 3 मार्क्सको क्वेसन 4टा क्वेसन आएको हुन्छ। ग्रुप ईमा 5 मार्क्सको क्वेसन कति आएको हुन्छ, 2टा आएको हुन्छ। अब हाम्रो नानीले के गर्छ, पहिल्यै एमसिक्यू पढी क्वेसन पनि सारिरहेको हुन्छ, एन्सर पनि सारिरहेको हुन्छ, 1 घण्टा त्यसमै गइहाल्छ। 1 घण्टा लगाउँदा कति मार्क्सको भयो, 36 मा त्यो पनि कतिवटा मिस्टेक गरी पठाउँछ। सो एक्जामहरुमा के गर्छौ, फर्स्टको यो 2 पन्ना छोड्नु, जियोग्राफीमा पनि फर्स्टको 2 पन्ना छोड्नु, पहिला फर्स्ट स्टार्टिङ पेजको 2 पन्ना छोडेर चाहिँ कहाँबाट सुरु गर्नुपर्छ भने चाहिँ ग्रुप ई बाट सुरु गर्नुपर्छ। सबभन्दा ठुलो मार्क्स 5 मार्क्सको 2टा क्वेसन गर्नु भनेको छ, 4टा क्वेसन दिएको हुन्छ, 2टा क्वेसन 5 मार्क्सको 2टा क्वेसन गरिहाल्नु। त्यसको बादमा ग्रुप डी मा, त्यसको बादमा ग्रुप सी मा यसरी ब्याकबाट आउनुपर्छ। पहिला 5 मार्क्सको आउँछ, त्यसको बादमा 3 मार्क्सको, त्यसको बादमा 2 मार्क्सको, त्यसको बादमा चाहिँ म्याच द कलम है, 1 वर्ड, फिल इन द ब्ल्याङ्क्स, 12 फल्स अनि एमसीक्यू। लास्टको एक्जाम सक्ने बेलामा 5 मिनेटमा टाइम छ नि त हातमा, उब्रेको 5 मिनेटमा चाहिँ के गर्नु, एमसीक्यू गर्यो भने पनि, यदि छोड्यो भने पनि कमसेकम 5 देखि 6 मार्क्सको छोडिन्छ। तर यताबाट सुरु गर्यो भने चाहिँ के हुन्छ भन्दाखेरि के चाहिँ यहाँबाट छोडी पठाउँछ, 3 मार्क्सको 4टै क्वेसन छोडिन्छ, 12 मार्क्स। अनि लङ क्वेसन 10 गर्दा यहाँ 22 मार्क्स छोडिँदैछ लास्टको टाइम। सो म नानीहरू सबैजना नानीहरूलाई जो जति यो भिडियो हेर्दैछ म यति नै रिक्वेस्ट गर्छु, नानी हो गर्नु त सबै गर्नुपर्छ, जम्मै 90 मार्क्सकै एक्जाम गर्नुपर्छ। तर यो प्रोसेसले हैन, यो ब्याकबाट गयो भनेपछि मेजर क्वेसनबाट ट्राई गर्नु। अब त्यसैले यहाँ एउटा इक्जाम्पल दिन्छु लाइफ साइन्सबाट। अब यहाँ लाइफ साइन्सको के छ, ग्रुप ए 1/15 15 मार्क्स, ग्रुप बी 1/21 मार्क्स भनेपछि यहाँनिर जोड्दा हुन्छ कति मार्क्स आयो, 36 मार्क्स आयो है। अब यो 36 21 चाहिँ कसरी डिभाइड भएको छ, फिल इन द ब्ल्याङ्क्स 5 मार्क्स, 12 फल्स 5 मार्क्स, म्याच द कलम 5 मार्क्स, 1 वर्ड कति मार्क्स 6 मार्क्स गर्दाखेरि कति आयो, टोटल 36 मार्क्स। अब यहाँनिर ग्रुप सी 2 मार्क्सको 12वटा क्वेसन आउँछ, 12वटा क्वेसन आउँछ, जुन चाहिँ कति मार्क्सको हुन्छ, 24 मार्क्सको। ग्रुप बी 5 मार्क्सको कति क्वेसन आउँछ, 30 मार्क्सको, द्याट मिन्स 6वटा क्वेसन। अब हाम्रो नानीहरूले के ट्राई गर्छ, फेरि एमसीक्यूबाट गरिरहेको हुन्छ 1 घण्टा 2 घण्टा, त्यो होइन, गलत हो। फर्स्ट अफ अल के गर्नुहुन्छ नानीहरूले, ग्रुप डी बाट सुरु गर्नुहुन्छ। कम से कम 5 मार्क्सको 6वटा क्वेसन छ भने एटलिस्ट 5वटा ट्राई गरेको हुनु पर्यो। सो यो तरिकाले गर्नुपर्छ। सो सबै नानीहरूलाई म यही भन्न चाहन्छु, र आज मैले मौका पाएँ भिडियो बनाउनु, र मैले जति पनि यो नानीहरूलाई देख्दैछु एक्जाम लेखेको सबै नानीहरूलाई यो कुरा म भनिबस्छु। तर अब नानीहरूले एक्जामहरूमा गएर नर्भस हुन्छ। सो सबै नानीहरूलाई म यही रिक्वेस्ट गर्न चाहन्छु, जतिजना पनि राम्रो स्टुडेन्टहरू छौ, जो एभरेज स्टुडेन्टहरू छ, जसले कोसिस गर्दैछ म कुछ एक्जाम लेख्छु भनेर, तिमीहरूले सबैजना नानीहरूले यही रिक्वेस्ट गर्छु, तिमीहरूले क्वेसन प्याटर्न बुझ्नु। यहाँनिर हेर्नु, यो 36 मार्क्स सबै सब्जेक्टमा 36 मार्क्स चाहिँ पहिला तिमीहरूको एमसीक्यू, फिल इन द ब्ल्याङ्क्स, 12 फल्स, म्याच द कलममा हुन्छ। र डिस्क्रिप्टिभ टाइपकोमा चाहिँ 54 मार्क्स हालेको
54 मार्क्स छ। यसमा पनि 54 मार्क्स छ, यसमा पनि 54 मार्क्स छ र यसमा पनि के छ 54 मार्क्स छ। अनि अल्टिमेटली 10 मार्क्स चाहिँ के हुन्छ प्रोजेक्टमा हुन्छ। र प्राय नानीहरूले के गर्छ एमसीक्यू बाट सुरु गर्छ। सो म फेरि पनि भन्छु जतिजनाले हेर्दैछौ एमसीक्यू बाट ट्राई गर्दैन, फर्स्टको 2 पन्ना 3 पन्ना छोड्छ। छोडिसकेपछि पहिला चाहिँ यो क्वेशन पेपरमा सबभन्दा बेसी मार्क्स चाहिँ कुन चाहिँ क्वेशनमा छ त्यहाँबाट सुरु गर्नुपर्छ। जस्तै म्याथमेटिक्सको मैले भनिदिइहालेँ, इन द सिमिलर म्याथ जियोग्राफीमा पनि मैले भनिदिइहालेँ ग्रुप ई बाट सुरु गर्नु। लाइफ साइन्समा सबभन्दा लङ क्वेशन चाहिँ 5 मार्क्सको छ, त्यहाँबाट सुरु गर्नुपर्छ। त्यसरी नै हिस्ट्रीको पनि पहिला लङ क्वेशनबाट सुरु गर्नुपर्छ, नेपालीको पनि लङ क्वेशनबाट सुरु गर्नुपर्छ। अनि इङ्ग्लिसको कुरा गर्नु भने चाहिँ इङ्ग्लिस चाहिँ तिमीले के गर्नुपर्छ भन्दाखेरि विशेष गरेर चाहिँ सीन र अनसीन प्यासेजबाट सुरु गर्नु पर्यो। र राइटिङ स्किलको क्वेशनहरू चाहिँ छोड्नु भएन र ग्रामरको क्वेशन पनि छोड्नु भएन। सो आजको यो भिडियोले गर्दा मलाई आशा छ कि आउने एक्जामहरू जुन चाहिँ सेन्टर हुँदै गरेको एक्जाम है, साथसाथै जुन चाहिँ आउनु आँटेको 2026 को माध्यमिक एक्जाम छ र जतिजना नानीहरूले पनि पछि गएर भिडियो हेर्दाखेरि जति पनि बोर्ड एक्जाम भयो या स्कुलको एक्जाम भयो जुन चाहिँ फुल मार्क्स हुन्छ क्वेशन प्याटर्न यो आधारमा हुन्छ भने चाहिँ फर्स्ट अफ अल तिमीहरूले चाहिँ लङ क्वेशन एन्सर्स विशेष गरेर जुन चाहिँ क्वेशनको चाहिँ बेसी मार्क्स छ त्यहाँबाट सुरु गर्नु पर्यो। र त्यसरी गर्दै 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 गएर लास्टमा गएर चाहिँ फर्स्ट पेजमै आउनुपर्छ एन्सर्सको फर्स्ट पेजमा, र त्यो चाहिँ एमसीक्यूबाट। सो बुझ्यो होला नानीहरू सबैजनाले। र मैले भन्नु चाहेको के हो किनभनेदेखि कुनै पनि क्वेशनलाई यो भनेको हुँदैन तिमीहरूले चाहिँ ब्याकबाट सुरु गर या फ्रन्टबाट सुरु गर भनेकै हुँदैन। खालि यति नै भनेको हुन्छ फर्स्टको क्वेशन चाहिँ फर्स्ट पेजमा गर्नु हुन्छ। फर्स्ट पेज छोड्नु पहिला 2टा 3टा पढ्न, त्यसको बादमा तिमीहरूले लङ क्वेशनबाट गर्नु पर्यो। सो यो घरमा गएर एनालाइज गर्नु नानीहरूले। र त्यसरी टाइम फ्याक्टर पनि इम्पोर्टेन्ट छ है नानी हो। यो एउटा मानेर एउटा क्वेशन जान्दैछौ त्यसलाई 2 घण्टा लगाएर गरेर फाइदा छैन। सबै क्वेशनको टाइम फ्याक्टर हुन्छ। र ट्राई टु इन्क्रिज योर स्पिड ह्यान्डराइटिङ, ट्राई टु इन्क्रिज द ह्यान्डराइटिङ स्पिड। र त्यो गर्यो भने चाहिँ तिमीले के हुन्छ 100 मार्क्सको 90 मार्क्सको एक्जाम इजिली तिमीले कन्डक्ट गर्न सक्छौ। सो होप यो भिडियोले तिमीलाई धेरै धेरै बेनिफिट हुन्छ होला। र सबै क्वेशन प्याटर्न चेक गर्नु, सबै सब्जेक्टमा 36 + 54 र +10 गरेर हालेको हुन्छ। ओके, सो थ्याङ्क यू भेरी मच।